यीशु ख्रीष्टको नाममा सबैलाई जय मसीह। हामी मानिसहरू चाहिँ मूर्ख वाद विवादबाट अलग बस्नुपर्ने हुन्छ। हालेलुया। र वंशावली सम्बन्धी झगडाबाट अलग बस्नुपर्ने हुन्छ। त यो जाति म यो वंशको ऊ वंशको भन्नुभन्दा पनि हामी चाहिँ ख्रीष्ट येशूमा चाहिँ सबै परमेश्वरको सन्तान दाजुभाइ दिदीबहिनीहरू हौ। हालेलुया। र हामीले वंशावली सम्बन्धी झगडाबाट पनि अलग बस्नुपर्ने हुन्छ। र फुट र व्यवस्था सम्बन्धी झगडाहरूबाट पनि हामीले अलग बस्नुपर्ने हुन्छ। यो चाहिँ बेफाइदा र व्यर्थको हुन्छ। यसबाट चाहिँ हामीलाई केही पनि फाइदा हुँदैन। हालेलुया। तीतस 3:9 पदमा यसरी लेखिएको छ, तर मूर्ख वाद विवाद वंशावली फुट र व्यवस्था सम्बन्धी झगडाहरूबाट अलग बस्छ, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्। आमेन। पिता पुत्र पवित्र आत्मा प्रभु येशू ख्रीष्टको जय होस्। हालेलुया।